हेर भूपेन्द्र, अब तेरो र मेरो भेट सिधै अदालतमा हुनेछ। म महलमा बस्नेछु भने त भिखारी बनेर बाटोमा भिख माग्दै बस्नेछस्। हे भगवान, यो भुन्टीले त मलाई नाङ्गे झार नै बनाउने भई। अब म के गरी भुन्टीबाट बस्ने होला? मलाई त भिखारी नै बनाएर छोड्ने भई। नमस्ते साथीहरू, आउँदै गरेको भुन्टीको नयाँ भागमा भुन्टीको जीवन 81 परिवर्तन हुँदैछ, जहाँ कि अब भूपेन्द्रको सारा सम्पत्ति भुन्टीको नाममा हुनेछ। त्यसै कारण भूपेन्द्र गरिब हुनेछन् भने भुन्टी धनी हुनेछिन्। सुकुमायाको साथ र सपोर्टबाट भूपेन्द्र र भुन्टी दुवैको जीवन परिवर्तन हुँदैछ, जहाँ कि भूपेन्द्रको अब आउँदो जीवन नर्क हुनेछ भने भुन्टीको आउँदो जीवन स्वर्ग नै बनिरहनेछ। साथीहरू, हजुरहरूलाई सुकुमायाको काम कस्तो लागिरहेको छ? यदि भुन्टी सिरियलमा साँच्चीकैमा भूपेन्द्रको सारा सम्पत्ति भुन्टीको नाममा भएर भुन्टी धनी भएको र भूपेन्द्र गरिब भएको देख्दा को खुसी हुनुहुन्छ? कृपया कमेन्ट गर्नुहोला। साथै यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि यो भिडियो मन परेको भए यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्नुहोला। धन्यवाद।